जान्छ। त्यसैले सबै नेपाली जनताले बुझ्नुपर्छ। अनि यहाँ आफू बास बसेको झुपडीलाई चाहिँ दान गरेको जस्तो गरेर जनताका आँखामा छारो हाल्दैछ। तर यसले सम्पत्ति जति आफूलाई पुग्ने, आफ्ना 22 पुस्तालाई पुग्ने विदेशमा लगानी गरेको छ। त्यसैले आज हामी अर्धनाङ्गो हुँदाखेरि पनि सरकारले मतलब गरेको छैन। तर हामीलाई पुरै नाङ्गो हुने बाध्य नबनाओस्, हाम्रो न्याय सरकारले दियोस् भन्न चाहन्छु। यो पानी परिरहेको छ, घाम पानी नभने यसरी अर्धनग्न हुनु भएको छ कि स्वास्थ्यमा समस्या आउला नि दिदी? स्वास्थ्यमा समस्या आइसक्यो। हामी डिप्रेसनमा गएर डिप्रेसनको औषधि खाएको छ। मेरो 83 वर्षको आमालाई मैले हस्पिटलको बेडमा छोडेर म यहाँ आएको छु। मैले बचत गरेको बचत रकम फिर्ता नदिएर मेरो आमाको मैले अपरेसन गर्न पाएको छैन। त्यसैले आमा मर्न र बाँच्नको दोसाँधमा हुनुहुन्छ। म आमा मरेसँगै म पनि मरे सरह छु। त्यसैले हामीलाई संस्थाको कुनै मतलब भएन, किनकि हाम्रो अभिभावकले हामीलाई वास्ता गरेन, नेपाल सरकारले हामीलाई वास्ता गरेन। त्यसैले आज हामी सरकारले देखेन, देखोस् यो लातपतिको सरकारले हामीलाई हेरोस् भनेर हामी अर्धनाङ्गा भएका हौँ। भोलि नाङ्गै हिँड्ने नबनाओस्, हामीलाई न्याय दियोस् भन्न चाहन्छु। दिदी नमस्कार, तपाईँ चाहिँ किन नाङ्गिनु भयो? सरकारले हामीलाई बाध्य बनायो। भएको पैसाहरू सरकारले लुटेको पैसाहरू हामीलाई सरकारले दिलाउनु भनेर पटक पटक सम्झौता गर्यो, तर अहिलेसम्म कार्यान्वयन गरेन। राज्यलाई के भन्न चाहनुहुन्छ? राज्यलाई हामीले होसियार भन्न चाहन्छु। होसियार, हामी नाङ्गिसक्यौँ। महिलाले चाह्यो भने गालीको रूप लिन पनि तयार हुन्छ भन्न चाहन्छु। महिलालाई नहेको हामीले जन्माएर नेता हो गाउँ तिमीहरू, हामीले चाह्यौँ भने जे पनि गर्न सक्छौँ भनेर हामी नाङ्गेको। यहाँदेखि चुनाउँदैछ सरकारलाई। हामीले आँसुले तिमीलाई के गर्छ? नाङ्गे बनाउन बाध्य बनाउँछ। महिलाले चाह्यो भने जे पनि गर्छौँ। यहाँदेखि सरकारलाई चुनाउँदैछ। यो खास के को लागि हो? यो हामी न्यायको लागि हो, न्यायको लागि। यो अर्धनग्न भएर खास के देखाउन लाग्नु भयो?